बेबीलाई आया बच्चा नयन कस्तो रातो भइरहेछ कस्तो रे यातो हेलो एभ्रीवन वेलकम टु माई युट्युब च्यानल साथीहरु मलाई आज एकदम टेन्सन पर्यो मेरो छोरी चाहिँ हिजोबाट चाहिँ उलाई एकदम ज्वरो आइरहेछ यतिकै छुटिरहेछ के हो थाहा छैन हिजो दिउँसोबाट चाहिँ उलाई एकदम ज्वरो रातभरि ज्वरो आइरहेछ सही भयो ज्वरो अहिले फेरि बिहानबाट रुगा पनि लगाइरहेछ औषधि खान मान्दैन नाकमा ड्रप्स हाल्न पनि दिँदैन अनि दुध पनि खाएन अब फेरि एकचोटि दुध तताएर खुवाउँछु के गर्छ यतिकै छ कति खेल्ने मान्छे बिहान उठ्ने बित्तिकै यताउता दौडेर खेल्ने मान्छे आज यस्तै सुतिरहेछ बेबी उसले खाली खाइरहेको छ निकाले पनि खाली चाहियो भन्छ यो पनि यति ताते छ कि उसको मुखमा यति तातो भछ दिदी होइन बेबी आया भन्छ भन न बेबीलाई आया भन्छ म बेबीलाई दुधु बनाउँछु है दुधु खाने यस्तो ज्वरो आएछ यहाँ ताते यस्तो म दुधु बनाउँछु है बेबी बस एकछिन यही बस हेर रुगाले कस्तो तिम्रो अवस्था म देख्न सक्दिनँ छोरी लाउ दुध खाने तातो छ एकछिन यस्तो छ आँखा पनि ए बस बेबी कहाँ डुबो हो मेरो छोरीलाई हजुर हात्ती हात्ती हेर्ने ए हात्ती हेर्ने भनेछ बेबीले पख है दुधु खाँदै हात्ती हेर्ने उसको यो खाने बेलामा जहिले मोबाइल हेर्ने भएर चाहिँ उसको त्यहाँ हात्ती हेर्ने भनिरहेछ अनुहार यस्तो भयो रातो न रातो ज्वरो रातो भयो रुगा पनि फेरि लाग्छ रुगाको औषधि त एकचोटि खुवाएँ के अरे झोल झोल यस्तो तात्ते ल ल हेर्ने पो हात्ती हात्ती हेर्ने हात्ती यहाँ तातो छ दुध अलिकति दुध खाइन्छ भने अनि अलि सुत्यो रुगाले एकदम उसको गाह्रो भयो उसलाई ज्वरो पनि बिहान पनि नाप्दाखेरि सही थियो अहिले नाप्नै दिन्न त्यो नाप्न लाग्यो कि ऊ सुतेको नाप्छु भने पनि उठिहाल्छ उठेको बेलामा झन् दिनै दिन्न चलेको गरेर रोएर कस्तो गर्छ कति भयो पनि थाहा छैन अहिले ज्वरो रुगा चाहिँ एकदम लाग्छ उसलाई भिक्स चाहिँ ल्याउने भनेको छु के अरे अब अहिलेको भिक्स अलिकति लगाइदिए चाहिँ सकिसक्यो त्यो भिक्स अर्को भिक्स ल्याइदिनु भनेको छु हस्पिटल जानु पऱ्यो भने टेन्सन हुन्छ एकदम अहिले त 99 देखाछ बेबी
नुनु गर ठिक छ खाली मुखमा हाल्नु पर्ने नहाले हुन्न मेरो बेबी उठिन् मेरो बेबी उठिन् अब अहिले ज्वरो नापेको अहिले पनि फेरि सय नै देखाइरहेको छ अब यो औषधि खुवाउँछु उसलाई रुगाको ल खाने रुगा लाएर सिकान कस्तो भयो नरिसाउ नि त दिन्छु मम्माले म औषधि खुवाउँछु अब उसलाई दिने यो औषधि त खान्छ के अरे उता ज्वरोको चाहिँ खाँदै खान्न मिठो ज्वरोको मिठो नहुने रहेछ क्या त्यो खान्न यो चाहिँ यम्मी यम्मी छ यो यम्मी छ यहाँ यम्मी भने यता हेरेर यता हेरेर भन अनुहार कस्तो रातो भइरहेछ कस्तो अरे रातो ज्वरोले गर्दा रातो भएछ यो रुगाको औषधि हो के अरे ओइ भयो लिटो बनाएर दिन्छु के अरे खाने कि होइन यम्मी भयो अब पापा खाने बेबीले हस् छैन अहिले पछि खाने अब अहिले पछि हस् अहिले पछि सक्यो त मिठो लाग्यो उसलाई यो रुगाको औषधि उसलाई मिठो लाग्यो छोरीले चाहिँ खाना नि खाएन अनि अहिले औषधि खुवाएर म यहाँ सुतिरहेछ उसको हालत देखेर टेन्सनले म पनि रोएँ रुँदा यस्तो मेरो टाउको दुइसक्यो उसलाई उसको बिरामी भएपछि मलाई एकदम टेन्सन हुन्छ पहिला पनि ऊ जन्मेको 1 महिनामा बिरामी भएर उसलाई पिआइसीमा भर्ना गरेको त्यो अवस्था देखेर त्यतिखेर म कति रोएँ सुत्केरी मान्छे कति रोएँ कति गाह्रो थियो उसलाई पनि त्यो नसा नभेटेर कति सुई कोप्यो कति रोयो त्यो देखेर चाहिँ म अहिले उसलाई बिरामी हुने बित्तिकै मलाई मेरो मन यति आत्तिन्छ हस्पिटल लान पनि मलाई डर लाग्छ खाना नि खाएको छैन ऊ औषधि खुवाएर सुतिरहेछ टेन्सनबाट म त छोरीको अनुहार देख्दा त्यो दिनहरू सम्झिँदा पहिलाको दिन सम्झिँदा अब पनि फेरि त्यस्तै हुन्छ कि भन्ने डरले म रोएको रहेछु म पनि रोज्छु टेन्सन भयो मेरो टाउको नि यस्तो तुरेछ फुट्ला जस्तै भइसक्यो टाउको मलाई हस्पिटलबाट भर्ना गर्नु पर्ला जस्तो भइसक्यो खाना पनि केही मैले नि थोरै भात खाएको थिएँ अलिकति अघि नै केही खाएकै छैन खानै मन लागेन टेन्सन भयो अब औषधि खाएर सुते चाहिँ अहिले उठेपछि कस्तो हुन्छ ज्वरो कम हुन्छ कि अब बिहान त 99 त देखाएको थियो अहिले फेरि बढ्यो कि के भयो म चेकै गरेन अहिले अब ज्वरोले गर्दा रुगाले गर्दा उसको अब मुख मिठो भएन त्यही खाएन उठेपछि फेरि लिटो बनाएर खुवाउँछु अहिले पनि बनाएर दिएको खाएन फाल्यो भात पनि फाल्यो अब फेरि बनाएर चाहिँ ट्राई गर्छु खान्छ कि खान्न औषधि खाएपछि बच्चा बिरामी भएपछि सबैभन्दा टेन्सन हुनेको त आमालाई हुँदो रहेछ अरू कसैलाई हुँदैन न बाउलाई हुन्छ न कसैलाई हुन्छ उनीहरू त आफ्नो खायो हिँड्यो घर परिवारको मान्छे पनि त्यस्तै हो रात दिन खुलेर बस्नुपर्ने त आमै हो टेन्सन हुने आमालाई नै हो अरू त आज एकछिन हेर्छ नि यस्तो भयो भन्छ सक्यो पीडा हानेको त आमालाई नै हुन्छ छोरी चाहिँ 1 महिना हुँदाखेरि चाहिँ उसलाई निमोनिया भइसकेको रहेछ थाहा थिएन उसले पनि अचानक दुध खाना छोड्यो अनि पछि बिरामी भएर हामीले कति चेकअप गर्न लाग्यौँ हस्पिटल कति गयौँ अनि पछि फिस्टरमा जाँदाखेरि चाहिँ उसको अब अक्सिजन पनि कम भइसकेको छ छिटो पिआइसीमा भर्ना गर्नु नतबे गाह्रो छ भनेर भन्यो त्यहाँबाट हामीले चाहिँ पिआइसी अब पहिलासम्म इमर्जेन्सीको गण्डकीमा लिएर गएँ म इमर्जेन्सीमा अनि त्यहाँ गएर मैले अक्सिजन लगाएर राखेँ त्यो भिडियो पनि मसँग मोबाइलमा थियो म यदि हेर्छु एकचोटि पाएर म फेरि राखिदिन्छु यहीँ छेउमै राखिदिन्छु म त्यसरी गऱ्यौँ अनि गण्डकीमा नि सिट छैन भनेर छिटो अब खोज्नु बच्चाको स्थिति गाह्रो छ भनेर त्यहाँबाट चाहिँ कहाँ छ पिआइसियू भनेर फोन गर्नुभयो यताउता बुझ्दा बिरौटाको नोबेल हस्पिटलमा सिट खाली भइरहेछ
अनि त्यतिखेर तुरुन्तै एम्बुलेन्स बोलाएर एम्बुलेन्समै अक्सिजन लगाउँदै लिएर गएको। त्यो दिन सम्झिँदा त मलाई अहिले पनि यस्तै आँसु आउँछ। एम्बुलेन्समा अक्सिजन लगाउँदै गएको अनि त्यहाँपछि चाहिँ फेरि उहीँको अक्सिजन लगाइदिनु भयो। त्यो फोटोहरू पनि छ, मसँग भिडियो छ, म राखिदिन्छु। त्यसपछि बल्ल मलाई मेरो बच्चा रहन्छ भन्ने आश जाएको त्यहाँ लस्यो, न त मैले छोडिसकेको थिएँ। त्यही भएर ऊ बिदाई हुने बित्तिकै मलाई त्यही दिन याद आउँछ, फेरि त्यही दिन आउँछ कि भनेर डर लाग्छ मलाई। उसलाई कति कोप्यो त्यो बेला, नसा नभेटेर कोपेर रगत निकाले। त्यही हो, भर्ना नगर्न हस्पिटल लानु नपर्यो हुन्थ्यो भन्ने छ मलाई अहिले। यहीँ सन्चो भइदियो हुन्थ्यो औषधि खाएर। अब भोलि अब आज विचार गर्छु, भोलि पनि यस्तै भयो भने त लानुपर्छ, राखेर नि हुँदैन। कति खेलेर बस्थ्यो अहिले, खाना खानिहाल्यो भने खान्थ्यो, खेल्थ्यो, सुत्थ्यो फेरि, अनि उठेर फेरि लिटो खान्थ्यो, अनि टोपी जुत्ता दिएर जाम बाहिर हिँड्नु भन्थ्यो। अहिले सुतेको सुतेछ, केही पनि खासैन। छोडेर नखासी चाहिँ अब मलाई पनि खाना केही मन लाग्छ छैन। मेरो टाउको एकदम दुखेछ टेन्सनले। मलाई चाहिँ रोएर भिडियो त हाल्न मन लाग्दैन, मैले जब अरू भिडियो पनि हाँसेकै घुमेकै यताउता नै हालिरहेको छु, तर यो पनि मेरो लाइफको एउटा पार्ट हो नि त। त्यही भएर हजुरहरूलाई मेरो लाइफमा अहिले के बितेको त्यो पनि देखाउनु पर्ने हुन्छ भ्लगिङ गर्ने भएपछि। त्यही भएर मैले भिडियो बनाएको। छोरी 1 महिनाको हुँदाखेरि चाहिँ मैले त्यो अवस्थामा चाहिँ होपै छोडिसकेको थिएँ कि छोरी रहन नै भइरहेको थियो। डक्टरले पनि त्यस्तै भन्थ्यो, तर टाइममा अलिकति छिटै लगेको भएर चाहिँ ठिक भयो। अहिले पनि ज्वरो हो, रुगा खोकी पनि घरिघरि खोक्छ। तर रुगाको र ज्वरोको औषधि खुवाएको छु कि मैले। लेट्सी अब भरे कस्तो हुन्छ, भोलिसम्म कस्तो हुन्छ, ठिक भएन भने त हस्पिटल लानु पर्यो। यसरी राखेर पनि हुँदैन, गाह्रो भए पनि अब लानै पर्छ सन्चो हुनको लागि।